नमस्ते साथीहरू, प्रज्ञा प्रभामा तपाईलाई फेरि स्वागत छ। अघिल्लो भिडियोमा हामीले सेट भनेको के हो र वेल डिफाइन्ड कलेक्सन कसरी चिन्ने भनेर सिक्यौं। आजको यो भिडियोमा हामी सेटलाई गणितीय रूपमा लेख्ने सही तरिका र नियमहरू सिक्नेछौं। सेट लेख्दा हामीले मुख्यतया चारवटा कुरामा ध्यान दिनुपर्छ। सेटको नाम, यसका सदस्यहरू जसलाई अंग्रेजीमा एलिमेन्ट्स भन्छौं, कोष्टक जसलाई अंग्रेजीमा ब्र्याकेट्स भन्छौं र अल्पविराम जसलाई अंग्रेजीमा हामी कमा भन्छौं। नियम नम्बर 1, नेमिङ दी सेट। कुनै पनि सेटको नाम लेख्दा सधैँ अंग्रेजीको ठूलो अक्षर क्यापिटल लेटर्स प्रयोग गर्नुपर्छ। जस्तै क्यापिटल ए, क्यापिटल बी, क्यापिटल सी वा क्यापिटल एक्स, क्यापिटल वाई, क्यापिटल जेड। नियम नम्बर 2, एलिमेन्ट्स अफ अ सेट। सेटभित्र रहेका सदस्यहरूलाई सधैँ सानो अक्षर स्मल लेटर्समा लेखिन्छ। जस्तै स्मल लेटर ए, स्मल लेटर बी, स्मल लेटर सी। यदि संख्याहरू छन् भने हामी 1, 2, 3 लेख्छौं। नियम नम्बर 3, द ब्र्याकेट्स। सेटका सदस्यहरूलाई सधैँ मजौला कोष्टक अर्थात् कर्ली ब्र्याकेट्स भित्र मात्र राख्नुपर्छ। अरू कोष्टक प्रयोग गर्दा त्यो गणितीय रूपमा गलत हुन्छ। नियम नम्बर 4, द कमा। दुईवटा सदस्यहरूलाई छुट्याउन बीचमा अल्पविराम कमा राख्न अनिवार्य छ। जस्तै कर्ली ब्र्याकेट ए कमा बी कमा सी कर्ली ब्र्याकेट क्लोज। यसलाई यसरी बुझौं, सेटको नाम घरको नाम जस्तै हो, जुन ठूलो हुन्छ र एलिमेन्ट्स घरका सदस्य हुन्, जो साना अक्षरमा हुन्छन्, अनि कर्ली ब्र्याकेट्स चाहिँ त्यो घरको घेरा वा पर्खाल हो। एउटा पूरा उदाहरण हेरौं। अंग्रेजी अल्फाबेटका भवेल्सको सेट। यहाँ V = A, E, I, O, U। यहाँ V ठूलो अक्षर छ। सदस्यहरू साना अक्षर छन् र सबै कर्ली ब्र्याकेट्स भित्र कमाले छुट्याएका छन्। अब यो स्लाइडमा हेर्नुहोस्, कुन सही छ र कुन गलत। सानो अक्षरले सेटको नाम लेख्नु वा गलत ब्र्याकेट्स प्रयोग गर्नु हुँदैन। यो कुरामा सधैँ सचेत रहनुहोला। आज हामीले सेट नोटेसनका आधारभूत नियमहरू सिक्यौं। यी नियमहरू जान्नु एकदमै जरुरी छ, किनभने गणितमा ससाना चिन्हले ठूलो अर्थ राख्छन्। अर्को भिडियोमा हामी सेट लेख्ने विभिन्न विधिहरू, मेथड्स अफ डिस्क्राइबिङ सेट्स बारे सिक्नेछौं। भिडियो मन परेमा लाइक र सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।